5,250 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई मुरी धन्यवादका साथसाथै उहाँलाई यहाँ ल्याएर नचाउनु होला एकछिन तपाईँहरूले। रु 2,555 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई मुरी धन्यवाद र उहाँलाई नचाउनु होला गाना गाएर। यसै गरी यस कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दै श्री तिलबहादुर राणाज्यूले पनि रु 1,500 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई नि मुरी धन्यवाद। यस कार्यक्रमको उत्तरोत्तर प्रगतिको लागि श्री बालकुमारी राणा मनाज्यूबाट रु 500 प्रदान भएको छ। उहाँलाई पनि मुरी धन्यवाद। अहिले पनि यहाँहरूले टिपाउन कोही गर्नुभएको छ भने यहाँ जमुना थापालाई सम्पर्क गर्नुहोला। यस कार्यक्रमको प्रगतिको लागि र यस देउसी भैलो कार्यक्रमको लागि यहाँले दक्षिणा टिपाउनको लागि श्री जमुना थापालाई सम्पर्क गरिदिनु हार्दिक अनुरोध गर्दछु।